मात्र 2 शब्दमा वेस्टर्न पैसा हैन तपाईको विचारमा जिन्दगी भनेको के हो व्हाट इज लाइफ जिन्दगी भनेको नेपालीमै भनौँ न इंग्लिश नभनौँ स्पेशल इंग्लिश में नेपाली में बात गरौँ न जिन्दगी भनेको मजाले म के सोधिरहेको थिएँ तपाईँ आफ्नो जिन्दगीलाई कसरी परिभाषित गर्नुहुन्छ यानि कि सुन्नु यानि कि तपाईँ जिन्दगी भन्नाले के बुझ्नुहुन्छ अथवा व्हाट इज लाइफ यो चाहिँ भयो जिन्दगी भन्नाले के बुझ्नुहुन्छ यसको चाहिँ म एन्सर पाउँछु 2 शब्दमा हैन 2 शब्दमा भन्नुपर्दा व्हाट इज लाइफ First step. So, what is your second question? Can you please repeat me? Can you please repeat me? Life is जिंदगी सबके सब लाइफ इज जिन्दगी सही त्यो अर्को हाल्दिने how you have to enjoy it how you have to enjoy it तपाईले यसलाई कसरी इन्जोय गरिरहेको how you have to enjoy it how to do that's how I have been over this. पनि एकदम छोटो भाषा भन्नुपर्दा जिन्दगी भन्नाले के बुझ्नुहुन्छ र जिन्दगी के हो जिन्दगी के हो भने मलाई सोध्दा म दिन्छु म उयो गर्दिन्छु तिम्रो एउटा मिलेन जति पनि अहिले तिमी सोध्दै थियो धार्मिक तरिकाले हेर्नु पर्यो भने चाहिँ तपाईँ धार्मिक आध्यात्मिक सबै तरिकाले त्यो चाहिँ सोले धार्मिक गइसक्यो मलाई खुसी लाग्यो साँच्चै हो हैन भन्न न धार्मिक मलाई उयो नआउँदैन त्यो चाहिँ जिन्दगी भनेको चाहिँ साथी आफूले कसैसित एक्सपेक्टेसन राख्नु भएन अनि आफ्नो इच्छाको पूर्ति आफूले गर्न सक्नु पर्यो हैन अनि अर्को चाहिँ कस्तो हो भने आफूले भन्नाले आफ्नो ह्याप्पिनेस कोहीसित चाहिँ एक्सपेक्टेसन गर्नु नपरोस् है साथी आफ्नो ह्याप्पिनेस आफूले आफूलाई नै गर्नु परोस् आफ्नो फोकस एक ठाउँमा मात्रै होस् त्यो चाहिँ यसलाई खुसी राख्छु त्यसलाई खुसी राख्छु त्यसले त्यो गर्दै भने त्यो खुसी हुन्छ त्यो हुन आफूमा खुसी हुनु पर्यो क्या तो चाहिँ खुसी नै जिन्दगी हो खुसी नै जिन्दगी खुसी भन्नाले फेरि त्यो आफ्नो खुसी नै आफू आफ्नो ठाउँमा खुसी आउनु नै त्यही त उहाँको सोचाइमा त्यो हो कि खुसी हुनु नै जिन्दगी हो आफ्नो खुसी नै जिन्दगी फेरि आफ्नो खुसी आफ्नो जिन्दगी हो भनेर दाइले भन्नुहुन्छ होला नि त समयले साथी होइन भन इक्जाम्पल ओके त्यो दाइ भन्नु एकछिन मलाई दिनुहुन्छ एउटा हैन